was just a girl. We're like diamonds in the sky. Yeah, yeah, except for me. Cause it's always a good time. गुड मर्निङ। यो हो तपाईँको सुसादु महल बारी गाउँ र हाम्रो आज कुलो नाला सरसफाइ कार्यक्रम सकाएर अब यो कुलोबाट निस्केको फोहोरहरू टालीबाट हामी व्यवस्थापन गर्दैछौँ। देख्न सक्नुहुन्छ 3टा 4वटा ट्र्याक्टर मिलेर हाम्रो गाउँ पुरै क्लिन हुँदैछ र यहाँ हाम्रो अङ्कल गजेन्द्र अङ्कल ट्र्याक्टर चलाइराख्नुपर्छ। यहाँ लोड हुँदैछ। कुलोबाट निस्केको फोहोर यसरी व्यवस्थापन गरेका छौँ र यहाँ मात्र नभएर हाम्रो चारैतिर छन्। यहाँ पनि छ, यता पनि छ र उता पनि छ एउटा। म तपाईँहरूलाई देखाउँछु है त। ल म छु एउटा। खालो खालो भाइ खालो, दामी तरिकाले। ल कोमल, गुड जब गुड जब गुड जब। पुरै क्लिन। अब नो डेङ्गु नो मलेरिया बचेको यति हो। यहाँबाट चाहिँ कुलो सरसफाइ भएको छैन, खोइ किन। अब यसको समस्या उहाँहरूलाई चाहिँ थाहा होला किन नसफा भएको। यतातिर पुरै भयो। महल अझै हुन बाँकी छ, राखिसक्यो। ल सम्म छिटो छिटो फाल। ल यहाँ पनि हुँदैछ, हेर गाईहरू यस्तरी भइरहेछ काम। हजुर भन्थ्यो नि चारैतिर छ भनेर। यता त त्यहाँसम्म इन्डिङ हो। यहाँबाट चाहिँ एक टाली गइसक्यो, एक टाली अब भर्दैछन्। अब यतातिर हेरौँ है त। यता अझै बाँकी नै छ। यतातिर चाहिँ ट्र्याक्टरहरू आएको छैन र हिजो अस्तिभन्दा पनि मान्छे आज कम छन्। त्यही भएर ढिलो पनि भइरहेको काम। यहाँको चाहिँ अझै भइरहेको छैन। रिङ रोड हुँदै आउनु त है त। म तपाईँले रिङ रोड देखेर यता पनि भयो तर यहाँ अझै ट्र्याक्टरहरू आएन, अझै आउन बाँकी नै छ। यो चाहिँ हो तपाईँको रिङ रोड। यहाँ पनि कुलो त सफा छ तर अब ट्र्याक्टरहरू अब आउनु बाँकी नै छ। आज चाहिँ काम कम्प्लिट हुन्छ होला हाम्रो। अब यही हो, फोहोर जति छ नि सबै फाल्ने हो खाल्टोमा। फेरि पानी आएपछि फेरि कुलोमै जान्छ। त्यसकारण हामी चाहिँ फेरि यसलाई टालीमा लोड गरेर हामी अन्त्य फाल्ने हो यो फोहोर। यसरी चाहिँ हामी काम गर्दैछौँ। अझै धेरै काम गर्न बाँकी छ यो बाटोमा, यो कुलोमा होइन। कुलो चाहिँ तल भयो, त्यसकारण चाहिँ यसलाई हाइट बनाउन बाँकी छ। अझै यसलाई चाक्लो पनि बनाउन छ। अब कहिले गर्ने हो, खोइ हाम्रो संस्था गाउँपालिकाबाट कहिले आउँछ। हजुर भाइ के छ? मलाई सेवाड आएर यहाँ अस्ट्रेलियाबाट आएर यस्तो गर्नुपर्छ। बस तपाईँ ल ल ल छिटो छिटो दामी गुड जब। यहाँ हाम्रो सिधै दाई
फेरि जवानी बढी मस्त मस्त लास्ट टिप हो यो अब हाई एभ्रिवान नमस्ते यो हो तपाईँको सुस्ता 2 महलबारी गाउँ र हाम्रो गाउँमा अहिले भइरहेको छ कुलो नाला सरसफाइ कार्यक्रम र यो सरसफाइमा सम्पूर्ण हाम्रो गाउँका दाजु भाइ दिदी बहिनी आमा बुवा ठुलो बुवाहरू सबैजना आउनुभएको छ र यसमा म पनि आएको छु देख्न सक्नुहुन्छ र यसरी नै हाम्रो गाउँ समाज सरसफाइ राख्नुपर्छ गाउँ र देख्न सक्नुहुन्छ यो कुला सफा भइरहेछ आज हिजो पनि थियो अस्ति पनि थियो आज 3 दिन भइसक्यो सफा गरेको यस्तो भयो जुटिराखन् हाम्रो दाइ अङ्कलहरू एकजुट भएर सफा हुँदैछ र म पनि छु यसमा सामेल यसरी सफा गर्नुपर्छ गाउँ समाज होइन अनि बल्ल राम्रो हुन्छ यो सबै यो सुकिसकेपछि टालीमा लोड गरेर हामी चाहिँ अन्तै फाल्नेछौँ अहिले चाहिँ फिलहालको लागि यही छ तपाईहरुले कसरी सफा गर्नुहुन्छ